हेलो एभ्रिवन, आज हाम्रो टेक्निकल एनालाइसिस सिक्ने दोस्रो दिन र आज हामी कुरा गर्छौं क्यान्डलस्टिकको बारेमा। क्यान्डलस्टिक दुई प्रकारका हुन्छन्। एउटा बुलिस जुन कि ग्रीन कलरको हुन्छ भने अर्को चाहिँ रेड क्यान्डल, यसलाई हामीले बियरिश क्यान्डल भनिन्छ। एउटा कुरा याद राख्नुस्, यो ग्रीन क्यान्डलले मार्केट माथि गइरहेको देखाउँछ भने रेड चाहिँ मार्केट तल झरिरहेको देखाउँछ। जब तपाई रियल लाइफमा ट्रेड गर्नुहुन्छ तपाई यस्तै क्यान्डलहरु देख्नुहुन्छ र यो क्यान्डलस्टिकको बारेमा बुझ्न सकियो भने मार्केटको मुड र मार्केटको प्राइस एक्सन मजाले बुझ्न सक्नुहुन्छ। यो फुल क्यान्डल हो, यसलाई हामीले बढी भनिन्छ भने यसलाई हामीले विक। यो रेड क्यान्डललाई हेरौं, ओपन यहाँ भएको छ भने क्लोज चाहिँ यहाँ भएको छ र यो क्यान्डलको हाई यसलाई भनिन्छ भने लो यसलाई भनिन्छ। आउनुहोस् हामीले रियल मार्केटमा बुझौं। ग्रीन क्यान्डलको ओपन जहिले पनि तल हुन्छ भनेसी ओपन यो भयो अनि क्लोज यो भयो। हाई भनेसी 53,370 सम्म गएको छ भने लो चाहिँ 53,135 सम्म। त्यसै गरी आउनुहोस् हामीले रेड क्यान्डलको एक्जाम्पल हेरौं। रेड क्यान्डलको मार्केट ओपन जहिले पनि क्यान्डलको माथि हुन्छ र ओपन कहाँ भएको छ भनेसी 54,409 मा भएको छ भने क्लोज यहाँ भएको छ। यसको हाई 54,588 सम्म पुगेको छ भने लो 54,178। भोलि हामी कुरा गर्नेछौं भोल्युम र प्राइस एक्सनको बारेमा। यही तपाईलाई पनि टेक्निकल एनालाइसिसको बारेमा सबै कुरा जान्नु छ बुझ्नु छ भने आउनुहोस् यो भिडियोलाई लाइक, सेभ र फलो गर्नुहोस्। हस्त, राधे राधे।